के तपाईँ आफ्नो पासवर्डहरू बिर्सिरहनुहुन्छ? जस्ट यो एप्लिकेसन एउटा तपाईँको फोनमा इन्स्टल गरेर राख्नुहोस्। त्यहाँदेखि तपाईँले आफ्नो पासवर्ड कहिले बिर्सिनु हुने छैन। हेलो नमस्ते सबैजनालाई। तपाईँ आफ्नो आफूले राख्नुभएको पासवर्ड बिर्सिरहनुहुन्छ भने म तपाईँलाई आज यस्तो एप्लिकेसनको बारेमा बताउँछु जुन एप्लिकेसन तपाईँले मोबाइलमा इन्स्टल गरेर राख्नु भइसकेपछि चाहिँ त्यहाँदेखि चाहिँ तपाईँले आफ्नो पासवर्ड कहिले बिर्सिनु हुने छैन हैन। आउनुहोस् म अब तपाईँलाई ढिलो नगरी त्यो एप्लिकेसनको बारेमा बताउने छु। तपाईँलाई म मेरो मोबाइल स्क्रिनमा देखाउने छु। सुरुमा तपाईँले त्यो एप्लिकेसन डाउनलोड गर्नुपर्ने हुन्छ। आउनुहोस् अब मेरो मोबाइल स्क्रिनमा हेर्नुहोस् तपाईँले। सुरुमा तपाईँ आफ्नो प्ले स्टोर खोल्नु होला। प्ले स्टोर खोलिसकेपछि यहाँ तल सर्चमा गएर पासवर्ड म्यानेजर भनेर सर्च गर्नु होला। पासवर्ड म्यानेजर सर्च गरिसकेपछि तपाईँले यहाँ स्क्रोल गर्दै गएर यहाँ यो गुगलको पासवर्ड म्यानेजर भन्ने यो डाउनलोड गर्नु होला। गुगलको चाहिँ डाउनलोड गर्नु होला। यो डाउनलोड गर्नु होला। यो डाउनलोड गरिसकेपछि ओपन गरेर तपाईँको भरपर्दो इमेलबाट साइन अप गर्नु होला है। अनि साइन अप गरिसकेपछि तपाईँको ठ्याक्कै यो रेडी भइसक्यो। अब तपाईँको पासवर्ड यसमा कसरी सेभ हुन्छ भनेर म एउटा एक्जाम्पल देखाउने छु हैन। एउटा कुनै वेबसाइटमा तपाईँलाई लगइन साइन अप गरेर देखाउँछ है। यहाँ देख्न सक्नुहुन्छ। म यसमा तपाईँलाई साइन अप गरेर देखाउँछु। रजिस्टर फर फ्री अकाउन्ट। पासवर्ड म यही राख्ने छु है। यसले सजेस्ट गरेकै रजिस्टर गर्नेछु। रजिस्टर भयो। अब तपाईँले म तपाईँलाई लगइन गरेर देखाउँछु है। हिरो। अब यहाँ यसरी साइन इन गर भनेर आएको छ। म साइन इन गर्छु। साइन इन भएको छ। मैले यसमा साइन अप गरिसकेँ। अब तपाईँलाई म देखाउँछु यो पासवर्ड उता सेभ भयो कि भएन एप्लिकेसनमा। एप्लिकेसनमा जाउँ। यहाँ देख्न सक्नुहुन्छ लास्टमा तपाईँको पासवर्ड यहाँ अटोमेटिक तपाईँले लेख्नु भएको पासवर्ड सेभ भइसकेको छ है। अब तपाईँले देख्न सक्नुहुन्छ यहाँ पासवर्ड देख्न सक्नुहुन्छ। तपाईँको पासवर्ड यहाँ सेभ भएर बसेको छ है। अब तपाईँले यहाँबाट चाहिँ तपाईँको पासवर्ड कहिले पनि हराउने छैन। तपाईँले कुनै पनि ब्राउजर एप्लिकेसन अथवा जहाँ पनि साइन अप गर्न जानुहुन्छ यहाँ साइन अप गरिसकेपछि अटोमेटिकली यहाँ आएर तपाईँको पासवर्डहरू चाहिँ यहाँ सेभ हुनेछ है। अनि यो सेभ भइसकेपछि यो तपाईँको पासवर्ड कहिले पनि हराउने छैन। तपाईँले अब पासवर्ड बिर्सिनु भयो भने पनि केही चिन्ता नगर्नु होला। यहाँ पासवर्ड म्यानेजरमा आएर यसमा क्लिक गरेर तपाईँले त्यो वेबसाइट अथवा एप्लिकेसनको पासवर्ड यहाँबाट हेर्न सक्नुहुन्छ। तपाईलाई मेरो यो सानो जानकारी कस्तो लाग्यो? कृपया भिडियोमा लाइक शेयर कमेन्ट गर्नु होला। अनि यस्तै थप जानकारीका लागि मलाई फलो गर्न पनि नबिर्सिनु होला। अनि मलाई युट्युब च्यानलमा पनि सब्स्क्राइब गर्नु होला।